जेन्जी साथीहरू नमस्ते। म सब जेन्जीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि आउने फागुन गतेको चुनावमा हामीले हाम्रो मत चाहिँ कसलाई दिने भन्दा फेरि जो उम्मेदवार एकदम नेपालप्रति एकदम वफादार छ, नेपाललाई माया गर्छ, इमान्दार छ, जसले भ्रष्टाचार गर्दैन र जेन्जीको मागहरू पहिलो कुरामा सुन्छ, त्यसलाई हामीले भोट हाल्नुपर्छ। यत्रो आन्दोलन भयो, यत्रो संसदहरूलाई हामीले खारिज गर्यौं, तर जेन्जीको माग भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, त्यो भनेको संसदहरूले नै चयन गर्नुपर्छ। संसदहरूले नै राइट हुन्छ जो जसमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री गराउने भनेको संसदहरूले नै हो। त्यही भएर म जेन्जीहरूलाई के भन्छु भन्दाखेरि अबको संसदहरू जो उठ्नुहुन्छ हामीले भोट चाहिँ कसलाई दिने भन्दाखेरि जसले जेन्जीको माग पुरा गर्छ त्यो संसदलाई हामीले जिताउनु पर्छ र हाम्रो भोट चाहिँ खेरा नजाओस्। केटाहरू सबलाई भन्न चाहन्छु र जेन्जीहरूलाई भन्न चाहन्छु, हामीले भोट भनेको कसलाई दिने भन्दाखेरि जसले हाम्रो जेन्जीको माग पुरा गर्छ। हामीलाई यो संसद विघटन गरेपछि अब जो संसदहरूमा उठ्नुहुन्छ उहाँहरूलाई हामीसँग राइट हुन्छ, हामीले उहाँहरूलाई जिताउनु पर्छ। तर कसलाई जिताउने भन्दाखेरि जसले जेन्जीको माग पुरा गर्छ उहाँलाई हामीले जिताउनु पर्छ। र म सब जेन्जीहरूलाई आफ्नो फ्यामिलीतिर आफ्नो रिलेटिभहरू सबलाई त्यही बुझाउनु कि अब यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री गराउने भनेको संसदहरूले हो। संसदमा हामीले पुर्याउनु पर्यो। कस्तो मान्छेलाई संसदमा पुर्याउनु पर्यो भन्दाखेरि जसले हाम्रो जेन्जीको माग पुरा गर्छ त्यसलाई हामीले जिताउनु पर्छ। र सबै जेन्जीहरूलाई आह्वान गर्न चाहन्छु, हामीले यो चुनावमा राम्रो मान्छेलाई भोट दिउँ, होइन आफ्नोलाई भन्दा राम्रोलाई दिउँ। अनि बल्ल हाम्रो जेन्जी साथीहरूले न्याय पाउनुहुन्छ, उहाँहरूले न्याय पाएर हामी जेन्जीहरूको आत्मा शान्ति हुन्छ र उहाँको फ्यामिलीहरूको नि आत्मा शान्ति हुन्छ। त्यही भएर म सबलाई आह्वान गर्छु यो चुनावमा हामीले राम्रो मान्छेलाई भोट गरौँ। जय जेन्जी।